बटोटले 9 महिनामा सत्ता छोडे के गर्ने अहिले राजु सक्रिय भएको कारणले गर्दा म तपाईँहरूमा राजुसँग केही अन्तर्वार्ता लिन गइरहेको छु कृपया ध्यानपूर्वक सुनिदिनु होला है त 5 मिनेटपछि आइज 5 मिनेटपछि आइज हाम्रो कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र विक्रम शाहले आइसक्नु भएको छ र अब भने म सरकार अहिले गणतन्त्रवादीहरू बढेरै भन्छन् नि तपाईँ यसमा के छ तपाईँको विचार अहिले हामी पनि गणतन्त्रवादी है तपाईँ यस्तो कस्तो कुरा गर्नुहुन्छ देशमा गणतन्त्र आइसक्यो राजतन्त्र हटिसक्यो फेरि गणतन्त्रको कुरा गर्नुहुन्छ राजु पनि गणतन्त्रवादी हुन सक्छ अहिले हामी गणतन्त्रवादी राजतन्त्र कसै गणतन्त्र भयो कुन गणतन्त्रवादी सरकार जनवादी गणतन्त्र कि समाजवादी गणतन्त्र कि लोकतन्त्र गणतन्त्रवादी हुनुहुन्छ तपाईँ तपाईँ भइरहन्छ गणतन्त्र त्यो बल्ल गणतन्त्र नयाँ गणतन्त्र आउँदैछ संविधान सभा भनिन्छ यो भनेको के हो सरकारजी अहिले हामीले संविधान सभा होइन संवाद सभा मात्रै बुझेका छौँ सरकार नेपालमा राजाको सम्पत्ति राष्ट्रियकरण गर्ने भन्ने यो हल्ला सुनिन्छ के सम्भव छ तिनीहरूका सानो आन्दोलनले आर्सेको सम्पत्ति होइन यो मेरो बाउ बाजेको रजाइ गर्ने सम्पत्ति हो विरोध गर्नेलाई यातना दिया तपाईँसँग मेरो पर्सनल क्वेसन छ मेरी बुढी रातभरि डिस्कोमा जाँदाथे दिनभरि सुत्थे फेरि पनि मेरी श्रीमती केही बोल्दिन यो के भएको सरकार मैले कुरा बुझ क्योंकि शास्त्री बहुत मेरो समयदेखि दम बढ्ने इच्छा छ यसमा हजुरले के सहयोग गर्न सक्नुहुन्छ मैले कुरा बुझ तिमीलाई दम बढ्ने इच्छा छ भने म मेरो केटालाई भन्छु धन्यवाद अब चाहिँ तपाईँलाई कमेडी नै गर्नका लागि हामी गइरहेका छौँ तपाईँले प्रत्येक शनिबार सुन्नुभएको होला आइटी देख्नुभएको होला सुन्नुभएको छ उहाँको हाम्रो आफ्नै शब्दमा हामी आइटीको क्यारिकेचर गर्न गइरहेका छौँ आइतेको बङ्गालीको नि गर न अरे ओ आइते सोमबारे ओए आइते नकरा न अनि संसारमा कोही छैन क्या यो गाउँबाट चेलीबेटीहरू कोही छैन क्या काम गर्न सक्छ भने म सहरमा ठुलो तपाईँको छोरीलाई यो घरमा लगेर ठुलो काम गरिदिन्छ क्या तपाईँ मालामा हुनुहुन्छ रेखा थापासित डान्स गरेर तपाईँको छोराहरू नि सानो ठिकाहरू कतिर मेरो छोरा त अहिले पारासित गोली चलाउन सिकिरहेको छु अहिले त अब बन्द के भन्छ छैन होइन तपाईँको श्रीमती त होला नि तल धान जोडबाट खान्छ छु तपाईँको यस्तो हालत छ खुट्टा यस्तो छ उस्तो छ घर पनि यस्तो छ ठुलो काम
लागि चल्ने बनाइदिन्छु नि म धन्यवाद आदरणीय केही त्रुटि हुन सक्छन् त्यसको लागि तपाईँले सुझावको रूपमा दिइदिनुहुन्छ भन्ने आशा गर्दै म बिदा चाहन्छु।